माइग्रेन कसरी ठिक भयो भन्नुहुन्छ साथीहरूले। मैले एउटा विधि गरेको थिएँ युट्युबबाट, सौर्यकान्ति ध्यान विधि। त्यसले माइग्रेन मात्रै ठिक गर्दैन, यसले हामीलाई छिनछिनमा रुगा लागिराख्ने, पिनास हुने समस्यालाई पनि यसले कम गर्दो रहेछ। हाम्रो श्वास प्रश्वासलाई पनि यसले शुद्ध बनाउँछ, अक्सिजन बढाउँछ। त्यसले गर्दा हामीलाई एकदमै आराम भएको अनुभूति हुन्छ र यो हामी युट्युबबाट पनि गर्न सक्छौँ र केही त्यसको थोरै म अहिले गरेर देखाउँछु है त। दुवै हात माथि, श्वास छोड्दै तल। बीचबीचमा आराम गर्छौँ। अनि बिस्तारै एकैछिन शान्त भएर ध्यान गर्छौँ। हेर्दा यति सिम्पल छ, यति सजिलो छ र यो विधिले धेरै ठुलो काम गर्छ हामीभित्र। गरेर हेर्नुहोस् 21 दिनसम्म र बिस्तारै तपाईँले पनि आफूभित्र परिवर्तन पाउनुहुनेछ, स्वस्थ भएको अनुभूति गर्नुहुनेछ।